नमस्ते ढोक दिए सबैलाई। फेरि पनि आएँ म, किनभने म रोनाधना गर्न आएको होइन। अनि अर्को कुरा, म सही छु भनेर पनि आएको होइन। केही कुरा राख्न पाउने मेरो पनि अधिकार छ। कति दिनदेखि म चाहिँ एकदमै आफू चाहिँ कानुनी प्रक्रियामा थिएँ। कुनै व्यक्तिले मेरो चाहिँ चरित्र हत्या गरिराख्नु भएको थियो। म कसैको वाइफ थिएँ अरे विगतमा। उहाँ व्यक्तिलाई मैले चाहिँ तपाईँको वाइफ हो भने चाहिँ प्रस्ट्याइदिनुहोस्, कुन ठाउँमा कहाँनिर राख्नु भएको थियो, कसरी पाल्नु भएको थियो, के सुविधा दिएर पाल्नु भएको थियो, हाम्रो घर जम कहाँ भएको थियो, अनि हामी चाहिँ कसको घरमा कुन चाहिँ घरबेटीको घरमा बसेको थियौँ, अनि कुन जिल्लामा गएर मलाई चाहिँ हजुरले बिहे गरेर राख्नु भएको थियो भनेर मैले चाहिँ कानुन मार्फत चाहिँ उहाँलाई प्रश्न गर्दै जाने क्रममा चाहिँ उहाँ चाहिँ कानुनी दायरामा चाहिँ आइसक्नु भएको थियो। कानुनी दायरामा आउने क्रममा चाहिँ सशस्त्र प्रहरीले पनि एकदमै धेरै हेल्प गर्नुभएको छ। किनभने सशस्त्र प्रहरी म को हो भन्ने वास्तविकता बुझ्ने एउटा सङ्गठन हो। किनभने म कुन महिला हो, म कस्तो महिला हो भन्ने कुरा जति मेरो समाजले नबुझे पनि सशस्त्र प्रहरीले चाहिँ म कस्तो महिला हो भन्ने बुझ्नु भएको रहेछ भनेर म यहीँबाट पनि धन्यवाद दिन चाहन्छु सशस्त्र प्रहरीलाई, सङ्गठनलाई। किनभने जहिले पनि पीडितको पक्षमा सशस्त्र प्रहरी सङ्गठन छ। अनि अर्को कुरा चाहिँ अनि कानुनी दायरामा जाँदै जाने क्रममा साइबरमा नेपाल प्रहरीलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो कामलाई मैले दिएको जति पनि कानुनी प्रक्रियामा रहेका आइडियाहरू अनि यस्ता कपोकल्पित गर्ने पुरुषहरू छन् नि, ती पुरुषहरूलाई कानुनी कठघरामा ल्याउन नेपाल प्रहरीले जस्तो भूमिका झन् मलाई यो पिरियडमा चाहिँ कसैले पनि खेल्नु भएको छैन। एकदमै राम्रो भूमिका खेल्नु भएको छ। उहाँलाई पनि नेपाल प्रहरीलाई पनि यहीँबाट धन्यवाद दिन चाहन्छु। किनभने एउटा पीडित गइसकेपछि सायद म पीडित भएर जाँदाखेरि मलाई गर्नुभएको सहयोग पक्कै पनि नेपाल प्रहरीले अरू पीडितहरूलाई पनि गर्नुभयो होला। किनभने आफू नपर्दासम्म थाहा हुँदैन कहाँ कानुनमा कसरी कसले सपोर्ट गर्छ भनेर। अब म चाहिँ यो दुइटै सङ्गठनलाई धन्यवाद दिँदै म चाहिँ हिजोको कुरामा चाहिँ गएँ। हजुरहरूलाई केही भन्न चाहन्छु। मलाई पनि त्यस्तै एकजना पुरुषले चाहिँ पीडित बनाएर अनि उहाँले चाहिँ मेरो चरित्र हत्या गरिराख्नु भएको थियो। सशस्त्र प्रहरीको व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ। अनि त्यो अब उहाँको कुरालाई मैले चाहिँ सोसियल मिडिया मार्फत आन्सर दिनुभन्दा भनेर चाहिँ मैले चाहिँ सशस्त्र प्रहरीमा पनि कानुन शाखामा, लैङ्गिक हिंसा शाखामा अनि त्यसै गरी साइबर ब्युरोमा सबै प्रक्रिया पुर्याउँदै जाने क्रममा सशस्त्र प्रहरीले पनि उहाँलाई कानुनी कठघरामा, साइबर ब्युरोले पनि उहाँलाई कानुनी कठघरामा ल्याइसकेपछि उहाँ पुरुष चाहिँ म मर्छु अनि म मर्न बाध्य भएँ भनेर कुनै मेरो जिल्लावासी दाइ, मेरो हाम्रो एउटै आँगनको दाइसँग जिल्लावासी दाइ मार्फत चाहिँ मलाई चाहिँ माफी दिन लाउनलाई चाहिँ दाइ मार्फत सहयोग माग्दै आउनुभयो। म मर्ने कि मलाई एकचोटि माफी दिने भनेर चाहिँ उहाँ चाहिँ जे भए पनि मेरो दाइ मार्फत चाहिँ मलाई माफीको लागि चाहिँ रोनाधोना गराएर चाहिँ आउनुभयो। मैले सोचेँ यदि माफी दिएन भने चाहिँ म मर्छु भनेर नै भन्नुभएको हुनाले चाहिँ मैले चाहिँ सोचेँ कोही पुरुष मेरो चरित्र हत्या गर्यो अनि मर्यो। म किनभने महिला भनेको कोमल मनको हुन्छ। यता साइबरमा पनि छ कानुनको झन्झट, यता सशस्त्र प्रहरीमा पनि छ। तर बुझेको छु कानुनमा चाहिँ यो माफी दिने मान्छे पनि अपराधी हुन्छ भन्ने पनि बुझेको छु। तर मैले सोचेँ कसैले ज्यानलाई जोखिममा राखेर मर्छु भन्दै त्यो माफी दिन भने मैले माफी नदिँदाखेरि 2 सेकेन्डको कुरामा चाहिँ म पनि कतिचोटि त्यो कुराहरू एटेम्प गरेर आएको मान्छे हो। त्यही उहाँ पुरुषले नै चरित्र हत्या गर्दा पनि म सहेर बसेको मान्छे थिएँ। तर मैले चाहिँ उहाँको चाहिँ म मर्छु भन्ने शब्द सुन्न नसकेर चाहिँ ठिक छ महिलाहरू यत्तिकै त धरती भनेको होइन, मैले माफी दिँदा उसको ज्यान बच्छ भने उहाँको ज्यान बच्छ भने चाहिँ मैले दिनुपर्छ भनेर चाहिँ मैले दायाँ बायाँ केही नसोचेर यता साइबरको पेपर पनि केही नसोचेर यता सशस्त्र प्रहरीको पेपर पनि कानुनी दायराका पेपरहरू कुनै पनि नसोचेर मेरो एकदमै रेस्पेक्टेड पर्सन मेरो दादा मार्फत उहाँ आउनु भएको हुनाले चाहिँ उहाँको मेरो ज्यान जोखिममा छ है। अनि मलाई 2 वर्ष मात्रै छ जागिरको पेन्सन पाक्न, त्यो पनि मेरो एकदमै ऋण छ, यति चाहिँ जोगाइदिनुहोस् भन्ने उहाँले अनुरोध गर्नुभएको हुनाले चाहिँ मैले कानुनमा गएका पाटाहरूलाई पनि आफै न्याय माग्न गएको ढोकाका कानुनी प्रक्रियालाई पनि व्यवस्था गरेर उहाँलाई चाहिँ माफी दिएकै हो हिजो मैले। अनि माफी दिइसकेपछि धेरै कुराहरू आयो। अब चाहिँ सहनै भन्दा पनि हद कुराहरू आयो।
यदि मैले माफी मैले चाहिँ उहाँलाई चाहिँ अनि तपाईँको अफिसमा सुसाइड नोट मर्दिन्छु फलानाको खाएको छु अनि यो खाएको पैसाहरूले गर्दा तपाईँको उ गर्न सक्दिनँ प्रिय भनेर उहाँलाई नाम पनि मेन्सन गरेका लेटरहरू पनि आइरहेछ। त्यो लेटर सम्बन्धी मात्रै बोल्न आएकी हुँ। यदि तपाईँले यी लेटरहरू कल्पित बनाएर कसैलाई दिनुभएको छ भने तपाईँ हिजोको माफीको लायक हुनुहुन्न। मैले कुनै ठाउँबाट पनि पेपर रिटर्न लिएको छैन, यो तपाईँलाई थाहा छ। अनि मैले चाहिँ सोचौँला, ठिक छ तपाईँ सुध्रिनुहोस् न त, म जस्ता महिलालाई चरित्र हत्या नगर्नुहोस्, सोचौँला तपाईँ आफ्नो जिन्दगी चाहिँ जोगाउनुहोस्, म मर्न बनाउँदिनँ भनेर चाहिँ दाई, मेरो सहोदर दाई नभए पनि तर मेरो गार्जेन हुनुहुन्छ, उहाँ दाईलाई चाहिँ सबैजनालाई साथी राखेर तपाईँलाई चाहिँ मैले चाहिँ माफी दिइसकेको हो। तर माफी पछि चाहिँ यदि तपाईँले यी कल्पित पेपरहरू कसैलाई दिनुभएको छ भने तपाईँ अब माफीको लायक हुनुहुन्न। किनभने मानवता एकचोटि आउँछ। तपाईँ मर्छु भन्दाखेरि होइन, मेरो कानुनमा ढोका ढकढकाउँदाखेरि कोही व्यक्ति मर्छ भनेपछि मैले त्यो कानुनमा गएर के मतलब, फेरि फलानीको कारणले मऱ्यो भनेर फेरि अर्को कन्ट्रोभर्सी आउनुभन्दा यहीँ स्टप गरिदिन्छु। म सधैँभरि कतिचोटि मर्ने यस्ता पुरुषले गर्दा, यस्ता चरित्र हत्या गर्न मर्न बाध्य बनाउने पुरुषले गर्दा कति दिन मर्नु भनेर चाहिँ मैले चाहिँ तपाईँलाई माफी दिएकै हो। हाम्रो दाइलाई पनि थाहा छ, दाइ पनि हेरिराखेको होला। हजुरलाई यहीँबाट रिक्वेस्ट गर्छु दाइ, हजुरले भनिसकेको थियो तिमी जुन बाउको इमान्दार बाउको छोरी हो त्यो छोरी हो, त्यही भएर मात्र तिमीलाई रिक्वेस्ट गरेँ। अब तिम्रो हातमा छ यसको ज्यानको कुरा भनेपछि ठिक छ। यदि कुनै पुरुष मलाई मेरै चरित्र हत्या गर्ने अनि कानुनी उपचारमा जाँदाखेरि मर्छ भनेपछि बरु म चाहिँ कानुनले जे गर्नुहुन्छ त्यही अनुसार सहौँला। कुनै पनि फेक ब्लेम लगाएको थिइनँ। जे थियो चरित्र हत्या भएको सामाजिक सञ्जाल मार्फतै हत्या भएको थियो, त्यसैलाई चाहिँ शिरोधार गरेर कानुनको ढोका ढकढकाएको थिएँ। सबै नेपाल प्रहरीले, सशस्त्र प्रहरीले सहयोग गरेर, सहयोग भन्नाले कानुनलाई चाहिँ मध्यनजर राखेर चाहिँ उहाँलाई कठघरामा ल्याइसकेपछि चाहिँ उहाँ चाहिँ म मर्छु भनेर मेरो दाइ मार्फत आउनुभएको हुनाले चाहिँ मैले माफी दिएकै हो। अनि दिइसकेपछि अहिले विभिन्न थरीका कुरा टीका टिप्पणी आएको हुनाले चाहिँ म केही शब्द यहाँ बोलेर क्लियर गरेको मात्रै हो। तर आज छुट्टी भएको नाताले चाहिँ यो भोइस भिडियो बनाएँ। म यहीँबाट रिक्वेस्ट गर्छु, यदि तपाईँलाई मैले हिजो के बाध्यात्मक परिस्थिति पारेँ, भोलि तपाईँले यो कुरा कानुनलाई भन्न सक्नुहुनेछ। यी सुसाइड नोटहरू मेरा कहाँबाट आए, अनि मैले कसको ऋण खाएको नोट लेटरहरू छ त्यो कहाँ थियो, अनि कति डेटको हो, यो कुन हो, फेरि यी व्यक्तिहरू को आए, यो चाहिँ तपाईँले प्रस्ट्याउनु पर्छ। अरू कुरा म केही भन्दिनँ। मात्र मलाई घमण्ड के थियो, कोही पुरुष मर्दै थियो मेरो चरित्र हत्या गरेर मलाई समाजबाट मर्न बाध्य बनाउने पुरुषलाई मैले जोगाएँ, त्यति चाहिँ मैले घमण्ड गरेको थिएँ। तर तपाईँले 12 घन्टा नबित्दै तपाईँले भनेका छन् भन्ने कुराहरू आएको हुनाले चाहिँ तपाईँलाई चाहिँ यहीँबाट सोध्न चाहन्छु, यदि तपाईँले मर्छु नभनेको भइदिए नेपाल सरकारको कानुन अनुसारमै ढोकामा चाहिँ कहिले पनि नेपाल सरकारको कानुनलाई मिच्ने थिइनँ म चाहिँ। किनकि कानुनमा चाहिँ माफी दिने मान्छे पनि त्यही अपराधी हुन्छ भन्ने मैले जान्दछु। ठिक छ, अपराधी भए पनि हुन्छु, तर तपाईँको ज्यान बच्छ भने म अपराधी हुन तयार छु भनेर तपाईँलाई माफी दिएको थिएँ। आज आएका के हुने कल्पित कुरा, अनि हजुर दाइ, हजुरलाई पनि मैले रेस्पेक्ट गर्छु। हजुरले पनि भनिदिएको होला, हजुरको बहिनीले मेरो बाबाको नाम लिएर हजुरले चाहिँ त तिमी भनेको त्यस्तो बाउको छोरी हो जो धरती हो, तिमी फेरि पनि एकचोटि धरती भनिदेऊ भनेको नाताले चाहिँ मैले निवेदनमा चाहिँ कसैको जिन्दगी बच्छ भने ठिक छ त भनेको थिएँ। यति हो, अरू कुरा चाहिँ केही पनि छैन। बाँकी कुरा चाहिँ अब भोलिदेखि पिस लाग्यो भने कानुनी प्रक्रिया छँदैछ। उहाँलाई धेरै धेरै धन्यवाद। मेरो जीवन बचाइदेऊ भनेर मसँग चाहिँ रोनाधोना गर्ने, तर मेरा फेक लेटर लिएर को व्यक्तिका ऋण लिएर मैले चाहिँ तपाईँको सुसाइड गर्छु भनेर तपाईँलाई चाहिँ भनेको कुरा सुनिन आएको हुनाले म यहीँबाट पनि फेरि पनि अनुरोध के गर्छु भने मलाई सहयोग गर्नुहुने सङ्गठन फेरि पनि म सहयोगको लागि हजुरहरूको ढोकामा फेरि पनि आउनेछु। उहाँले किनकि यदि यी लेटरहरू कल्पित लेटरले फेरि पनि मलाई मर्न बाध्य बनाउँदै हुनुहुन्छ, ठिक छ, एकचोटि यो धरती हुने भनेको कसैले जानेर गल्ती गर्छ, कसैले अन्जानमा गल्ती हुन्छ। मैले त्यो बुझेको भएर चाहिँ मैले माफी दिएकै हो। किनभने मेरो जिल्लावासी दाइ चाहिँ सच्चा साँची होइसिन्छ, उहाँ आफै वकिल पनि होइसिन्छ। त्यही भएर मैले कुरा काट्न नसकेर हुन्छ उसको जिन्दगी सुध्रिन्छ भने, ऊ बस्न चाहन्छ भने किन मार्ने त भनेर दिएको माफी। तर माफीको लायक हुनुहुन्न, भोलि कुरा गरौँला। बाँकी सबैजनालाई
धन्यवाद है।